स्वागत छ बागलुङ कालिकामा। जय कालिका। यहाँ त चिलाउने रोकटो भित्ता ढाँसिए पनि हराउने बुटान छन् नानी। अहिले देखाइदिउँला मैले। ओ यहाँ माथि कसरी नि हाम्रा मानिन्न र अहिले श्राद्ध चल्दैछ। हाम्रा श्राद्धमा पनि कहाँ हिँडेको मन्दिर बागलुङ कालिका मन्दिर आउनुभयो हिँड्यो बागलुङ कालिका हिँड्यो लिएर फुल प्रसाद ल्याएर हिँड्यो। ठिक छ उता पछाडि नै आउँदै हुन्छ। मम्मीलाई सोध्नु त कस्तो लाग्यो भनिदिनु है उहाँ माथि हेरेर रमाइलो लाग्छ रमाइलो हो बागलुङ कालिका आइएछ रमाइलो लाग्छ मौकाले नि यस्तो भेट हुन्छ हो सधैँ कहाँ भेट हुनु पाइन्छ। कसले नआएको ठाउँमा आइएछ म त दुईचोटि भयो हो र यहाँ बल्लै हो यहाँ हराएर यसो अवश्य गरेर जानुपर्छ। ल ल ल यसो हराएर गर्ने त्यही त बिहान नि गइसक्यो हामीले एकचोटि। तिमीले गरेनौ बिहान हरिहरि गरे जस्तो लागेन मलाई। त्यो आवाजले बिन्जेन अलि सानो आयो क्या गरे बा गरे भन्थ्यो क्या हालिदेऊ त त्यो अलि पऱ्यो अगाडि गएर उडाउँछु है। चारो खुलाउनु पाउनु हुने सम्झे अब छोडिदिनु थियो त लगेर खुलाउनु पाउनु हुने अब माथि उडाएको होइन चारो अब जगाएर
आज हामी बागलुङ कालिका मन्दिरबाट प्रत्यक्ष प्रसारणमा छौँ। कालिका मन्दिरको दर्शन गर्नुहोला। यस्तै सुमधुर भजनको पनि आनन्द लिनुहोला। अब हामी सन्चै जगाऊ भक्त आरती जगाऊ भन्ने देवी भगवती माताको आरती गाउँदैछौँ। कृपया भक्त सज्जन महानुभावहरू सुनेर नाचेर गाएर साथ दिनुहोला। हरि ओम सन्चै जगाऊ भक्त आरती जगाऊ, सन्चै जगाऊ भक्त आरती जगाऊ। लाइभमा जोडिनुहुने सम्पूर्ण आदरणीय भक्तजनहरूलाई आज हामी बागलुङ कालिका मन्दिरबाट यो सुमधुर भजन तपाईँहरूमा प्रसारण गरिरहेका छौँ र यो आनन्द लाभ लिनुहोला। जगतजननी दुर्गा भवानी माताको, सम्पूर्ण भक्त सज्जन महानुभावहरूको, भक्तका 21 कुल पितृहरूको, अष्टनाग नगिनीहरूको, 33 कोटि देवी देवताहरूको आजको दिव्यानन्दको पूर्वकी श्रेणी आउने हरि समाज
पार्वती माताको भक्तजनहरूको नैऋत्य दिशा कि बारुडीले पश्चिम दिशामा नैऋत्य दिशा कि बारुडीले पश्चिम दिशामा पश्चिम दिशामा हामी कहाँ आउँदैछौँ अहिले पञ्चकोट हो ल सुन्दर हिमाल पनि छ केही नरहेर गलेर बाको सालिकाको आकार छैन स्कुलको होला चलो 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 बाह्र